सरकारको गृहमन्त्री एकदमै आँटिलो हुनुहुन्छ, एकदमै जोसिलो हुनुहुन्छ। राजदरबार हत्याकाण्डको छानबिन गर्छौँ, त्यसको हामी स्वागत गर्छौँ। किन दरबार हत्याकाण्ड मात्रै? मदन भण्डारी हत्याको पनि छानबिन होस्, किन नगर्ने? पटक पटक राष्ट्रपति भएको छ, पटक पटक प्रधानमन्त्री भएको छ त्यही पार्टीको, किन अहिलेसम्म छानबिन हुँदैन? त्यसको सही, त्यो हत्या भनेर पटक पटक भनेको छ, त्यसको सही उत्तर किन आउँदैन? त्यो पनि छानबिन होस्, हामी उहाँहरूलाई सहयोग गर्छौँ। सुशील कोइरालाको मृत्यु पनि शङ्कास्पद हो भनेर आएको कुरा हो, उहाँको पनि छानबिन होस्। टिकापुर विद्रोहको एउटा छानबिन आयोग बन्यो, लाल आयोग बन्यो र त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएन, सार्वजनिक गरियोस् भन्ने हाम्रो माग हो। सरकारको राम्रो पक्षको स्वागत गरेर सडकमै हामी समर्थन गरेर आउँछौँ। ढुक्क भएर काम गर्नुहोस्। हामी विरोधी मात्रै होइनौँ, यो सरकारको समर्थक पनि हौँ।